फेरि पनि तपाईँहरूलाई आजको फादर्स डेमा धेरै धेरै शुभकामना दिन चाहन्छु। आफ्ना बुबा र आमाको मान गर, जो प्रतिज्ञा सहितको पहिलो आज्ञा हो। अनि हामी कतिपयलाई लाग्न सक्छ कि हामी फादर्स डे मनाउँदैछौँ, हामी संसारमा छौँ, तर हाम्रो यो संसारको रमझम नभइकन हामीलाई परमेश्वरले दिनुभएको आज्ञा हो। हामीसँग कुनै चोइस छैन। अनि गुरुबाले अघि नै भनिसक्नुभयो, जे जस्तो अवस्थामा हाम्रो बुबा र आमा हुनुहुन्छ उहाँलाई मान गर्नु, आदर गर्नु हाम्रो कर्तव्य हो, किनकि हामीलाई परमेश्वरको जिउँदो वचनले दिएको हामीलाई आज्ञा हो। अनि अब हाम्रो यो सङ्गतिको दोस्रो भागमा सबैभन्दा अगाडि हाम्रो प्यारी छोरी ग्लोरी अनि रोजीले चाहिँ पहिलो भजन लिएर आउँदै हुनुहुन्छ। अनि भजनको बोल रहेको छ, मेरो बुवाको हात। आराधनाको
आराधनाको मधुर समयमा अपार आनन्द छ। महान सामर्थ सम्झिँदा मनमा प्रशंसा उब्जन्छ। महान सामर्थ सम्झिँदा मनमा प्रशंसा उब्जन्छ। क्षमादान सम्झी उद्घोष निस्कन्छ, धन्य हो भनेर। तपाईको समीपमा मन रहँदा अपार आनन्द छ। तपाईको समीपमा मन रहँदा अपार आनन्द छ। तपाईको उपस्थितिमा हर पल असीम आनन्द छ। आराधनाको मधुर समयमा अपार आनन्द छ। कृतज्ञ चुर्ना हृदय तपाईँमा कति मूल्यवान छ। कृतज्ञ चुर्ना हृदय तपाईँमा कति मूल्यवान छ। पवित्र न्यानो अङ्गालोभित्र आत्मा रमाउँदछ। घायल हृदयमा प्रेमको स्पर्श असीम आनन्द छ। घायल हृदयमा प्रेमको स्पर्श असीम आनन्द छ। तपाईको उपस्थितिमा हर पल असीम आनन्द छ। तपाईको उपस्थितिमा हर पल असीम आनन्द छ। आराधनाको मधुर समयमा अपार आनन्द छ। आराधनाको मधुर समयमा अपार आनन्द छ। अपार आनन्द छ। अपार आनन्द छ। तपाईँहरू धेरैजनाको लागि उहाँको अनुहार परिचित हुनसक्छ अनि हामी कोहीको लागि हामी उहाँसँग त्यति परिचय छैनौँ अनि उहाँ आफ्नो स्वयं परिचय सायद फुपूले आफ्नो परिचय सँगसँगै अनि उहाँका अनि आफ्नो मनको कुराहरू लिएर आउँदै हुनुहुन्छ। यो समय हाम्रो फुपू बिमला थापालाई दिन चाहन्छु। सबैजनालाई प्रभु येशू ख्रीष्टको नाममा जय मसीह अनि ह्याप्पी फादर्स डे।
मैले चाहिँ अब त्यस्तो स्पेसल त्यस्तो कुराहरू त केही पनि ल्याएको छैन, तर छोटो समय भन्नुभएको कारणले छोटो अलिकति भन्छु। मेरो बुवाले चाहिँ हामीहरूको जीवनमा चाहिँ केही पनि भूमिका गरेको जस्तो जबसम्म हामीले बुझ्दैनथ्यौँ। जहिले पनि चेस खेल्ने, बाघचाल खेल्ने, अनि तास खेल्ने र बस्ने त्यस्तो मात्रै हामीलाई थाहा थियो। अनि सम्पूर्ण कुरा आमाले गर्नुहुन्थ्यो। त्यो कुरा हामीले बुझेको थिएनौँ। अनि म चाहिँ रामेछाप भन्ने ठाउँमा जन्मिएको, एकदम दुर्गम क्षेत्रमा। मेरो हजुरआमा चाहिँ भिरबाट लडेर मर्नु भएको रे, त्यस्तो एकदमै मान्छे हिँड्न नसक्ने ठाउँमा। र हामीले देख्दैनौँ, तर पछि बुद्धि आएपछि थाहा हुन्छ। मेरो बुवाले चाहिँ खेतीयोग्य जमिन कहाँ छ भनेर खोज्दै खोज्दै उहाँले त्यहाँबाट मरिन खोला भन्ने ठाउँमा सार्नु भएछ। सर्नुभन्दा अगाडि चाहिँ घोडामा धान लगेर पनि खुवाउनु हुँदो रहेछ। मेरो बच्चाहरूलाई चाहिँ अब दुध भात खुवाउनुपर्छ भनेर धान पनि लगेर खुवाउनुहुन्थ्यो रे। अब त्यो हामीले देखेनौँ। अनि त्यसपछि खेतीयोग्य जमिन खोज्दै मरिन खोला आउनुभयो। मरिन खोलामा फेरि धानै मात्रै भयो रे। अब धान मात्रै भइसक्यो, त्यहाँबाट पनि जानु पर्यो। अनि उहाँले हामीलाई सर्लाही भन्ने ठाउँमा लगेर स्थापना गर्नुभयो। किन भन्दा बुवाहरूले खेतीयोग्य जमिन कहाँ खोज्नुभयो, परिवारलाई के खुवाउनुपर्छ भन्ने कुरो हामीले जान्ने कुरा भएन। अनि त्यो कुरा व्यवस्था मिलाइदिएपछि त्यति बेला मेलको कुरा केही पनि थिएन, त्यो मेसिनको कुरा थिएन। ढिकीमा कुटेर खुवाउने ओर्ने 4 बजेदेखि उठेर के गर्नु पर्थ्यो, 4 पनि बजे थाहा हुन्थ्यो कि थाहा हुँदैन थियो। कुखुराले बासेपछि त्यसलाई ढिकीमा कुटेर अब खुवाउने ओर्ने व्यवस्थापन गर्ने कामहरू आमाले गर्नुभयो। अनि पकाएर खुवाउने र रातिको भाँडा माझेर नसुतिन्जाली आमाले मात्रै काम गरेर देखियो है। तर पछि हामीलाई अनि त्यो सबै कुरा व्यवस्थापन गरेपछि बुवाको काम के त भन्दा खेलेरै खानु थियो। अनि आमाले पनि कचकच 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 गरिरहने, खेलेर मात्रै खान्छ भनेर। किन भन्दा चाहिँ काम गर्ने हरुवा चौरुवा भन्ने चलन थियो त्यति बेला। अनि हरुवा चौरुवालाई बोलाएर भए पनि खेल्नुपर्ने, छिमेकी छैनन् भने काम गर्ने मान्छेलाई बोलाएर नि बुवा खेलेर बस्नुहुन्थ्यो। अनि त्यसले गर्दा कराएको मात्रै सुनियो। तर बुवाको कति ठुलो असर थियो त्यो घरमा भनेर चाहिँ अहिले हामी महसुस गर्न सक्छौँ। एउटा बाहिरको शत्रुहरूको लागि एउटा बलियो किल्ला, बलियो धरहरा हुनुहुन्थ्यो। अनि हाम्रो त्यहाँ मरिन खोला भन्ने ठाउँमा चाहिँ अब भालुहरू पनि आउँथ्यो। अब हामीलाई कति सुरक्षा दिएर राख्नु भएको थियो। अनि एउटा समाजको लागि एउटा बलियो उदाहरणीय जीवन जिउनु भएको थियो। अनि त्यसले गर्दाखेरि चाहिँ आज उहाँहरूले भन्दै गर्दा मेरो पनि हृदय अलिकति बत्किन लागेको थियो। अनि साँच्चै बुवाहरूप्रति एकदमै धेरै धन्यवाद भन्न चाहन्छु यो सबै कुराको लागि। अनि त्यति गरेर हामीलाई बसाइ सार्दै सार्दै त्यहाँ ल्याइ पुऱ्याउनु भएपछि अनि पालो आयो हाम्रो। फेरि हामी 6 जना छोराछोरी छौँ। बुवाका 9 जना, बुवा आमाका 9 जना छोराछोरीमा 6 जना छौँ। त्यसपछि हाम्रो पालो आयो बुवा आमालाई बसाइ सार्ने। प्रेज द लर्ड। अनि त्यसपछि सर्लाहीबाट अब पछि म घरमा पहिलो क्रिस्चियन, मेरो नाम अघि नै पढिहाल्नुभयो, बिमला थापा, पहिलो क्रिस्चियन। अनि त्यसपछि अब कसरी चाहिँ उहाँलाई बसाइ सार्ने, पुरोहित मान्छे, पूजा नगरिकन नखाने, पूजा पनि कहाँ गर्ने, ठुलो बडा मान्छे पण्डित पालेको थियो। पण्डितले ल्याएर पूजा गरेर प्रसाद दिएपछि लाएर खाने, धेरै ठुलो मान्छे कसरी प्रभुमा ल्याउने है। त्यसकारण उहाँलाई त्यहाँबाट बसाइ सारियो। एउटा प्री प्लानसँग हामीले, आइसाको ड्याडी, म विशेष 2 जनाको रोल हो। अनि त्यसपछि अरू भाइहरूको पनि सपोर्ट गर्दै हामीले आमा बुवालाई बसाइ सार्यौँ। त्यहाँबाट हेटौडामा ल्यायौँ। अनि हेटौडामा ल्याएपछि यस्तो वातावरण प्रभुले बुद्धि दिए अनुसारको मिलाएर उहाँहरूलाई प्रभुमा ल्याएर चाहिँ अनि हामीले चाहिँ यो संसारको बसाइ मात्रै होइन, पछिको बसाइ सर्ने बन्दोबस्त गर्न सक्यौँ। प्रेज द लर्ड। अनि त्यसपछि 60 वर्षको उमेरमा मेरो बुवा र आमाले बप्तिस्मा लिनुभयो र अनि बुवा चाहिँ अनन्त बसाइ सर्नु भएको अहिले 22 वर्ष हुन लाग्यो। प्रेज द लर्ड। अनि उहाँले केही पनि प्रभुमा काम गर्न सक्नु भएन, डायबिटिजले धेरै पेलेको थियो। तर एउटा यस्तो व्यक्तित्व हुनुहुन्थ्यो बुवा चाहिँ, उहाँले कहिले पनि हातले पर्चा बाँड्नु भएन, उहाँले कहिले पनि वचन सुनाउनु भएन, कहिले पनि कसैलाई केही भन्नु भएन। तर मैनाली बा चर्च जाँदै हुनुहुन्छ भने हामी पनि चर्च जान्छु भनेर अलमल्लमा परेको आत्माहरूलाई सुसमाचार सुनेर अलमल्लमा परेका, अनि क्रिस्चियन भयो भने त एउटा बेइज्जतको कुरा हो भनेर चर्च नगएका धेरै वरिष्ठ मान्छेहरू हेटौडामा बुवा चर्च गएपछि बुवालाई हेरेर गए। उहाँले हातले काम गर्नु भएन, मुखले काम गर्नु भएन, केही पनि गर्नु भएन। तर उहाँको व्यक्तित्वले गर्दा धेरै मान्छे प्रभुमा बाँचे। प्रेज द लर्ड। अनि त्यस्तो खालको एकजना बुवा हुनुहुन्थ्यो। कतिचोटि हामीले बुवाहरूको काम नदेखे तापनि उहाँहरूको उपस्थिति, अघि उहाँहरूले भन्नुभएको जस्तो बुवा आमा नभइकन त हामी कसरी यहाँ भयौँ होला र। म विश्वास गर्दिनँ त्यो पहिलो नम्बरमा आमाको नाम आयो र कति 60 पनि बुवाको नाम आएन भनेर म विश्वास गर्दिनँ। त्यो संसारको कुरा हो। तर सत्य कुरा चाहिँ के हो भनेदेखि बुवा आमा सँगै, आमा बुवा सँगै, आमा बुवाको आशीर्वाद सँगै। तपाईँको बुवा आमा कहाँ हुनुहुन्छ?
सँगै, होइन र? मेरो बुवामा यस्तो गर्दै हुनुहुन्छ सँगै। हामी संसारले उच्चारण गर्ने कुरा त सँगै छ त। त्यो लेख्नेले जेसुकै लेखिरहन्, हामी बाहिरको कुराहरूको पछि लाग्दैनौँ। हाम्रो गाउँतिर गाडीमा पनि आमा बुवाको आशीर्वाद भनेर लेखेको हुन्छ, होइन? त्यसकारण चाहिँ आमा र बुवा जहिले पनि सँगै आएको छ। बाजे बोजै, आमा बुवा, है, छोराछोरी सबै सँगै नै आएको छ। तर स्पेसल्ली बुवा र आमा सधैँ आउँछ। जे कुरा गरे तपाईँको बुवामा के गर्नुहुन्छ? तपाईँको बुवा अनि के अनि आमा। तपाईँको आमा 1 नम्बरमा आयो अनि के अनि पछि 100 नम्बरमा बुवा। त्यस्तो हुँदैन, त्यो उनीहरूको कुरा हो। तर हामीले प्रयोग गर्ने कुरा चाहिँ बुवा र आमा नै हो। अनि मलाई खुसी लागेको छ आज न्युयोर्क मण्डलीमा यसरी आएर हजुरहरू स्पेसल बुवाहरूको अगाडि यसरी खडा भएर 2 शब्द बोल्न पाएकोमा आफूलाई धेरै नै आभारी ठानेको छु। र बाइबलको वचनबाट त खासै मैले पढ्ने विचार गरेको थिएन, तर पनि यो लुका 15 अध्यायको मा चाहिँ एउटा हराएको छोरोको दृष्टान्त हजुरहरू सबैलाई नै थाहा छ। अनि त्यसमा पनि म सबै पढ्दिनँ। अब छोरा 2टा छोरामा चाहिँ एउटा छोराले बुवासँग बेलै नपुगिकन सम्पत्ति माग्यो होला। अब गर्नुपर्ने काम गर्न अल्छी लाग्यो, सम्पत्ति धेरै देख्यो, सायद कुलतमा लागेको थियो जस्तो छ यसो विचार गर्दा। सम्पत्ति माग्यो होइन त, अनि सबै नपढौँ। अनि त्यसपछि ऊ बाउ पनि इमान्दारी, तैँले काम गरेर दिन्न पनि भन्नु भएन, दिएर पठाइदिनु भयो सम्पत्ति, होइन? उसले सिधायो। अब त्यो सबैभन्दा ढिलो हुन्छ। सिधाएपछि त अनि उसलाई चाहिँ के भयो त भन्दा सुँगुरको चारो खानुपर्ने दिन आयो। सुँगुर चराउने काम पायो त्यति बेला, सायद राम्रो काम थिएन होला। अनि त्यसले गर्दाखेरि म चाहिँ 17 पदलाई अलिकति कोट गरेको छु। त्यसमा चाहिँ के भनेछ भने, जब त्यसको चेत खुल्यो 17 पदमा, लुका 15 को 17 पदमा, जब त्यसको चेत खुल्यो त्यसले भन्यो, मेरा बुवाका धेरै ज्यालादारी चाकरहरू भरपेट खाएर उबार्ने गर्छन्, तर म चाहिँ भोकले मरिरहेछु। म उठेर आफ्ना बाबु कहाँ जानेछु र उहाँलाई भन्नेछु, बुवा, मैले स्वर्गको विरुद्धमा र तपाईँको दृष्टिमा पाप गरेको छु। निर्णय गर्यो है छोराले। अब उपरान्त म तपाईँको छोरो भनिने योग्यको छैन। मलाई तपाईँका ज्यालादारी चाकरहरूमध्ये एउटा शरत तुल्याउनुहोस्। तब त्यो उठेर आफ्ना बाबु कहाँ गयो। तर त्यो टाढा छँदा त्यसका बाबुले त्यसलाई देखेर तिनी दयाले भरिएर दौडेर गए, त्यसलाई अँगालो हालेर त्यसलाई चुम्बन गरे। छोराले तिनलाई भन्यो, बुवा, मैले स्वर्गको विरुद्धमा र तपाईँको दृष्टिमा पाप गरेको छु। म फेरि तपाईँको छोरो भनिने योग्यको छैन। अनि यो कुराले चाहिँ मलाई कस्तो लाग्यो भने, टाइममा चेत खुल्यो। प्रेज द लर्ड। टाइममा चेत खुल्यो अनि खुसी लाग्यो मलाई। टाइममा चेत खुल्यो अनि मनमा उसले के सोच्यो भने, म बुवालाई गएर यसो भन्ने छु। अब उसको एउटा स्टेटस आयो भनौँ न अहिलेको उसमा, म यसो भन्ने छु, तपाईँको विरुद्धमा र प्लस परमेश्वरको विरुद्धमा पनि मैले पाप गरेको छु भन्छु भनेर ऊ गइहाल्यो। जाने बित्तिकै बुवा त त्यही आँखा त हेरिरहेको थियो नि छोरो कहिले आउँछ भनेर। अनि छोरो आउने बित्तिकै मतलब छैन उसले कस्तो लुगा लाएर आयो। सुँगुरको चारो चराउने खाने र त्यहाँ बस्नेले के चाहिँ लुगा लाएर आयो होला, के चाहिँ गतिमा आयो होला, मतलब छैन। बाउले पहिला गएर त नुहाएर आइज भन्नु भएन, दौडेर गएर चाहिँ अँगालो मार्नुभयो। अँगालो मारेर भन्नुभयो, होइन? अनि अँगालो मार्नुभयो। अँगालो मारेपछि छोराले त्यति नै बेला उसले जे एउटा निर्णय गरेर आएको थियो, म यस्तो भन्छु भनेर निर्णय गरेर आएको थियो, उसले त्यो भनि नै हाल्यो। तपाईँको विरुद्धमा र परमेश्वरको विरुद्धमा मैले पाप गरेको छु। त्यसले गर्दाखेरि म चाहिँ तपाईँको छोरा भन्ने लायकको छैन भने त बाउले त लायकको महालायकको देखिसकेको छ। तर उसले यस्तो पश्चाताप, साँचो पश्चाताप थियो त्यो, एकदम साँचो। किन भन्दा उसको चेत खुलिसक्यो। उसको चेत खुल्यो। तैँले कति सम्पत्ति लगेर कहाँ सिद्धाइस्? बुवाले लेखो जोखो केही राख्नु भएन सम्पत्तिको। तँलाई अब तेरो सिद्धिहाल्यो त हो, पत्तिर बस, त्यो पनि भन्नु भएन। छिटो छिटो के गर्नुभयो हजुरहरूलाई सबैलाई थाहा छ। मोटो पशु मारेर, सिक्री लगाइदिएर, जुत्ता लगाइदिएर, औँठी लगाइदिएर, राम्रो कुरा गराएर उहाँलाई भोज गर्नुभयो। ठुलो छोरो रिसाउँदा पनि सम्हाल्नु भयो उहाँले। अनि त्यसरी चाहिँ आफ्नो छोरालाई अँगाल्नुभयो। अनि हाम्रो चाहिँ 2टा बुवा, एउटा सांसारिक बुवा, एउटा संसारको लागि घर बन्दोबस्त गरिदिने बुवा, पढाइ लेखाइ गरिदिने र स्वर्गको लागि तयार गरिदिने बुवा हुनुहुन्छ। त्यति मात्रै नभइकन मण्डलीमा बुवा हुनुहुन्छ अनि असल बुवा हुनुहुन्छ। प्रेज द लर्ड। अनि हामी यति भाग्यमानी छौँ, यति खुसी छौँ। हामीलाई संरक्षण गर्ने धेरै कुराहरू छन्, सांसारिक कुरा, आत्मिकी कुरा। अनि मलाई भन्नु मन लागेको चाहिँ एउटा कुरा चाहिँ, हुन त बुवाहरूको कुरा हो, चेत खुल्ने कुरा साह्रै मनपर्छ। आज
सत्य कुरा चाहिँ त्यो हो दाजुभाइहरूले, हुन त हजुरहरूको दिन हो तैपनि मन नदुखाउनु होला। जहिले पनि अमेरिकाको विभिन्न चर्चमा गएँ, अस्ट्रेलियाको विभिन्न चर्चमा गएँ, विभिन्न देशको विभिन्न चर्चमा गएँ, दिदीबहिनीपट्टि धेरै लाइन हुन्छ अनि दाजुभाइपट्टि कम नै लाइन हुन्छ। त्यसकारण हजुरहरू धेरै स्पेसल हुनुहुन्छ, त्यो सबैले महसुसै गर्नुभएको कुरा हो। त्यसकारण बेलामा चेत खुल्ने कुराहरू उसको भएको कारणले गर्दा मुक्ति उद्धार र सबै कुरा उसले पायो। र त्यो अनि फेरि लुकाको 16:19 पनि भनेको छ कि लाजरसको कथा, लाजरस धनी मान्छेको कथामा चेत टाइममा नखुलेको कारणले गर्दा एउटा गरिब मान्छेलाई ल्याएर ढोकामा राखिदिँदाखेरि बरु कुकुरले घाउ चाटिदियो, उसले चाटिदिएन, उसले त खानपिनु दिएन, झरेको टुक्रा अगायो, टुक्रा खाएर अगायो। तर उसको चेत कति बेला खुल्यो त भन्दा नरकमा पुगिसकेपछि चेत खुल्यो। उहाँ लाजरसको काखमा त्यो गरिब मान्छे बसेको देख्यो अनि त्यति बेला चेत खुल्यो। हामी मरेर गएपछि पनि हाम्रो चेत त हराउँदैन रहेछ, आँखा पनि कमजोर हुँदैन रहेछ। हे लाजरस पिता मेरो पठाइदिनुहोस् न त्यसलाई, उहाँ एकचोटि मलाई पठाइदिनुहोस् न फर्काएर भनेपछि त नरकबाट स्वर्गमा हेर्नेसम्मको आँखा पनि टाढै हुँदो रहेछ, चेत पनि खुल्दो रहेछ, सबै कुरा ठिकठाकै रहेछ। तर उसको टाइममा चेत खुलेन। त्यसकारण चाहिँ टाइममा चित खुल्ने छोराछोरीहरू पनि आज हामी हुन सकौँ र बुवाहरू पनि हुन सकौँ। तितो सत्य जीवनमा छ हामीहरूको, तर पनि ठुलो आशिष भयो मलाई पास्टर गुरुबाको वचनले कि जेसुकै होस् हाम्रो कर्तव्य भनेको चाहिँ माया गर्ने हो। त्यसकारण आज धेरै हामीहरूको चाहिँ बुवा होला, परमेश्वरको छोराहरू होला, आज छोराहरूको पनि टाइममा चेत खुल्नुपर्छ, छोरीहरूको पनि टाइममा चेत खुल्नुपर्छ र बुवाहरूको पनि चेत खुल्नुपर्छ। नट ओन्ली जन्माउने बुवा, मण्डलीका गुरुबा अनि फेरि घरेलु सङ्गतिका अगुवा, गुरुबा भनेको गुरुबा। मलाई फिलिङ्स आउँछ, उहाँ त हुन त मभन्दा भाइ हुनुहुन्छ, तर गुरुबा भनेपछि गुरुबा एउटा भन्ने फिलिङ्स आउँछ, किनभने उहाँले असल कुरा खुवाउनुहुन्छ आफ्नो बच्चालाई। मेरो बुवाले घोडामा बोकाएर लिएर धान लगेर दुध र भात खुवाएको जस्तै उहाँले सधैँभरि आजभोलि दुध र भात त नहोला, आजभोलि के हो मिठो कुरा आफूलाई मनपर्ने जे होस् मण्डलीलाई उहाँले खुवाउन रातों दिन कोसिस गरेर हामीलाई त्यो के भन्छ नि असल कुरा खुवाउनको लागि यहाँ टक्क छोटो बोल्नुहुन्छ, तर उहाँले कति परिश्रम गर्नुहुन्छ होइन। आत्मिकी बुवा आज धेरै मान्छेहरू मरिराखेको छन्, किन भन्दा शारीरिक कुरा टन्न छ, डक्टरहरूले सुसाइड गर्छन्, किन भन्दा आत्मिकी कुरा जिरो, के पनि छैन, किनभने उनीहरूले पाएकै छैन, प्रभु नै चिनेका छैनन्, आत्मिक कुरा छैन। त्यसकारण जति शारीरिक कुराको आवश्यकता छ त्यतिकै आत्मिक कुराको आवश्यकता छ। र हाम्रो आत्मिकी बुवा हुनुहुन्छ अनि सबै छोराछोरीहरूलाई बुवाका आउनलाई निम्तो र सधैँ आउनु र उहाँले खुवाउनु भएको कुरा खाएर एकदम जीवनमा चाहिँ सफलता गराउनुहोस्। र बुवाहरूलाई धेरै धन्यवाद र फेरि पनि पास्टर गुरुबालाई र अरू सबै उहाँका सहयोगीहरूलाई धेरै धेरै धन्यवाद, प्लस ह्याप्पी फादर्स डे। अनि जसरी दानियल कस्तो समस्याको बेलामा, सङ्कटको बेलामा आफ्नो देशबाट उठाएर लगिएको थिए, सद्रक मेसक र अबेदनगो तीनजना उहाँको साथमा थिए र दानियलले जुन एउटा निर्णय गरेको थिए, सद्रक मेसक र अबेदनगोले उहाँलाई सहायता गरेका थिए। त्यसै गरी हाम्रो पास्टर गुरुबा दानियल हुनुहुन्छ र सद्रक मेसक र अबेदनगो उहाँहरूको साथमा हुनुहुन्छ। सबैजनालाई प्रभुले धेरै शक्ति दिनुभएको होस्, यति मात्रै नभइकन मण्डली बढ्दै गएको होस् र आत्मामा बढ्दै जानुभएको होस्। हजुरहरूलाई फेरि पनि ह्याप्पी फादर्स डे भन्दै मेरो दुई शब्द प्रभुको कुरा यहीँ राख्छु। धन्यवाद। हुन्छ, यहाँ सबैलाई जय मसी। हुन्छ, हामी तपाईँहरूको बिचमा आज ह्याप्पी फादर्स डे तपाईँलाई चाहिँ भन्न चाहन्छु। अनि हामीले गएको महिना मदर्स डे मनायौँ। अनि साँच्चै नै बुवाहरू एकदमै, मैले एउटा पिक्चर देखाएको थिएँ होइन, अनि आमाले चाहिँ त्यो बच्चाहरूलाई यहाँ टाउकोमा यसरी बोकेको हुन्छ अनि बाढी आएको ठाउँमा, अनि बाबा चाहिँ पानीभन्दा मुनि बसेर आमा र बच्चाहरूलाई तराइरहेको मैले एउटा पिक्चर देखाएको थिएँ। अनि साँच्चै नै हाम्रो बुवाहरू कतिपल्ट पर्दा पछाडि बसेर काम गर्नुहुन्छ, हामी धेरैपल्ट देख्दैनौँ। अनि आज हामी तपाईँको बिचमा एउटा अङ्ग्रेजी गाना लिएर आएको छौँ। अनि यो अङ्ग्रेजी गाना चाहिँ आमाको लागि पनि गाउन मिल्छ, बुवाको लागि पनि गाउन मिल्छ र हाम्रो परमेश्वरको पिताको लागि पनि हामी गाउन सक्छौँ। अनि यसको शब्दहरू चाहिँ यस प्रकारको छ। जब म थाकेको हुन्छु, जब म हिँड्न सक्दिनँ, मन भारी हुन्छ है, म दुःखले चुप्पले बसिरहेको हुन्छु, तब तपाईँ आउनुहुन्छ, मलाई अँगाल्नुहुन्छ र मेरो मौनतामा होइन अनि मलाई साथ दिनुहुन्छ। अनि तपाईँले मलाई होइन
डाँडामा आफ्नो काँधमा उचालेर मलाई डाँडामा लानुहुन्छ ताकि मैले संसार देख्न सकूँ। यस्तै यस्तै शब्दले भरेको छ। अनि And oh, my soul so weary. When troubles come, my heart bottom beat. Then I am still and wait here in the silence until you come and sit a while with me. When I am down, oh my soul so weary. When troubles come, my heart burden be. Then I am still and wait here in the silence until you come and sit a while with me. You raise me up so I can stand on mountains. You raise me up to walk on stormy seas. I am strong when I am on your shoulders. You raise me up to more than I can be. You raise me up so I can stand on mountains. You raise me up to walk on stormy seas. I am strong when I am on your shoulders. You raise me up to more than I can be. Raise me up so I can stand on mountains. You raise me up to walk on stormy seas. I am strong when I am on your shoulders. You raise me up to more than I can be. You raise me up so I can stand on mountains. You raise me up to walk on stormy seas. I am strong when I am on your shoulders. You raise me up to more than I can be. You raise me up to more than I can be. अनि हामी यो परमेश्वरको भजन गाउन गइरहेका छौँ अनि यो भजनले हामीलाई साँच्चीकै हृदय स्पर्श गर्छ अनि हामी परमेश्वरको साथमा हिँड्दाखेरि हाम्रो जीवनमा जस्तो सुकै परिस्थिति आए पनि त्यो परिस्थितिलाई सामना गर्ने सामर्थ्य हामीसँग हुन्छ अनि परमेश्वरले हामीलाई त्यो शक्ति इच्छा बल दिनुहुन्छ अनि हामी यो भजन आज मान र विश्वास हामी दिदी बहिनीको तर्फबाट गाउनु गएको हाम्रो
खालीमान र विश्वास को सङ्गतिमा पौडेर बसौँला बाटोमा हिँडौँला उनको साथ उनको आज्ञा मानौँ जहाँ पठाउँछन् जाउँ डर्नुहोस् खालीमान र विश्वास मान र विश्वास गरी क्रिसमस यीशुलाई गर्नुपर्छ खाली मान र विश्वास मान र विश्वास गरी क्रिसमस यीशुलाई गर्नुपर्छ खाली मान र विश्वास